गाइस आज चाहिँ हैन हामी चाहिँ घरबाट निस्किसकेको छौँ हैन घरबाट निस्किसकेपछि चाहिँ अब यसको आज बुट किन्नुपर्ने छ यसको यसले बुट किन्छ अरे आज अच्छा यसले चाहिँ मलाई बोलायो अनि म अब योसँग जान अनि गाइस हामी चाहिँ अब हैन सिटी के अरे मोटो के अरे अरे कहना क्या चाहते हो म्याजिक पर्खिरहेको छ म्याजिकै आएको छैन अहिले सब अनि गाडी हिँड्दैछ हैन गाडीहरू अघि हामी आउनुभन्दा अलिकति अगाडि हामी उतै थियौँ आउनुभन्दा अगाडि दुईवटा गयो भेट म्याजिक त्यसपछि यहाँ बसिरहेको छौँ आएकै थिएन अहिलेसम्म मैले चाहिँ बुट किनिसकेको छु यसले चाहिँ बुट किनेको छैन अब गइन्छ किनिन्छ हेरिन्छ अब कस्तो लाग्छ हेर्न सक्नुहुन्छ अहिले मैले फेरि भिडियो नहालेको फेरि एक दुई हप्ता जति भयो होला त्यही भएर भर्खर मेरो भिडियोमा फेरि मेरो भ्लगमा फेरि दुईवटा मात्रै भिडियो छ भर्खर दुईवटा हालेको छु गएर च्यानललाई सब्सक्राइब हालिदिनु होला त्यसपछि लाइक सब्सक्राइब सेयर हालिदिनु होइन त्यही भन्न चाहन्छु यो अहिले म टिकटकमा पनि हाल्छु टिकटकमा पनि फलो गरिदिनु होला गाइस तपाईँहरूलाई म एकछिन पछि भेट्नेवाला छु यही राम्रो छ होला हौ त्यही त होइन होइन यहाँ चाहिँ मलाई एकदम अल्छी लागिसकेको थियो गाइस अनि मलाई यहाँ धेरै भिड पनि थियो गाइस त्यही भएर म बोल्नै अप्ठ्यारो लागिरहेको थियो अप्ठ्यारो लागिरहेको थियो त्यही भएर भिडियो बनाएर अपलोड गर्छु अनि घरमा गएर गर्छु अब आफ्नो भोइस हाल्छु भनेर घर आएको थिएँ अनि त्यसपछि यो बुट अर्को सुते बुट किन्छ यो चाहिँ दोकानको नाम फेसन हो होइन यो दोकान चाहिँ फेरि गाइस होइन हाम्रो यो सप्तरी कञ्चन बाह्र सप्तरीमा छ होइन तपाईँहरूलाई पनि लुगा कपडा सपडा बुट अरू जर्सी लिन्छ भने दोकानमा आउन सक्नुहुन्छ होइन राम्रो छ गाइस अनि यसले चाहिँ फेरि ग्रिप सक्स कट सक्स लिन्छु भनेर यो हेरेको थियो तर पैसा पुगेको थिएन त्यही भएर यसले लिएन त्यही पनि सक्सहरू राम्रो थियो अनि यसले किनेन दाइहरूको दोकान फेरि राम्रै छ होइन ग्रिप सक्स लुगा कपडादेखि बुट सुटसम्म सब पाउँछ यसले फेरि गाइस जर्सी निकाल्न आयो होइन जर्सी फेरि बार्सलोना र अर्जेन्टिनाको लिन खोजिरहेको थियो तर पैसा पुगेन होइन फेरि यो राम्रै थियो 3टा स्टार होला हेर्न सक्नुहुन्छ यहाँ 3टा स्टार होइन त्यसपछि चाहिँ यहाँ त्यही अब चलिरहेको जर्सी कति हो के सोध्दै घटाउने कुरा पनि चलिरहेको थियो घटाइदिनु भन्दै थियौँ हामी यो दाइलाई फलो पनि गरेको थियौँ यो दाइले भन्दै हुन्थ्यो घटाइदिएर राख्छु भन्दै हुन्थ्यो अनि यसले झन् घटाउनु खोजिरहेको थियो जर्सीहरू केही लिँदैन अनि यहाँ सब किनिसकेपछि त्यसपछि दाइले सामानहरू अब यहाँदेखि सुन्नु होला चाहिँ हामी लागिसकेको छौँ घरतिर जसले पनि बुट किन्नु 2100मा किन्नु बुट ग्रिप जर्सीहरू पनि किन आँटेको तर किनेन किनभने यसको पैसा पुगेन त्यो पनि यसले जम्मा गरेर आएको थियो त्यहीबाट किनेको अहिले चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ यत्रो भिड छ होइन के खानु अनि चाहिँ लगाइसक्यो हामी घरतिर चटपटे पसलहरू सब चाहिँ त फेरि गाडी आएको छैन कहिले हेर्नुपर्छ गाइज होइन गाडी आयो भने त फेरि ल्याङ हुन्छ नि गाइज एक्सिडेन्ट भइहाल्छ होइन हामी चाहिँ अब बुटसुट किनेर घरतिर आइसक्यौँ अघि त चटपट खायौँ झऱ्यौँ भने हामी चाहिँ अनि बुटसुट किनेर घरतिर जाँदैछौँ आज फेरि एकदम अल्छी लागिरहेको स्कुल पनि गएन कोचिङ पनि गएन यसको चक्करमा स्कुल त अनि त्यो खाना ढिलो पाएको त्यही भएर गएन
अनि यसको कारणले कोचिङ पनि होइन अब के गर्न केही भएन यस्तै छ यो मान्छे पनि हामीसँग गएर आएको हामीसँगै गएको होइन फेरि गाइज होइन यसले चाहिँ बुट चाहिँ फेरि कतिमा किनेको तैँले 2100मा किन्यो इन्डियाको बुट किन्यो खै देखाइदे कोमर बाहिरबाट देखाइदिएन घन्टोमा भयो यार मेरो यो किनेको बुट पनि यस्तो छ आज बर्खेको भिडियो बनाउने 2250 आज बर्खेको भिडियो बनाउनु त फर्स्ट टाइम यस्तो पोकावाला किन्छ नि त पोकावाला अनि बसेको मान्छेको भाषै अर्को हुन्छ क्या अहिले यसको ठाउँमा अरूले हिजो अनि दिपक मामाले भन्थ्यो होला के अरे अब घन्टीले दिन्छ अनि घन्टीले पोकापछि फ्यालेपछि अनि हातले पक्रिनु भन्दा यस्तो नखाने अङ्गुरी किन त नि अङ्गुरी के किन्न त ओए हामी चाहिँ दोकानतिर लागिसकेको छौँ दोकानमा चाहिँ खानेकुरा धेरै छ के खाने किन एक कुरो खाऊँ न यो खाऊँ न क्रिम रोल खान्छन् के खान्छस् त यो एक एउटा खाऊँ डोरेमा त्यति त मलाई मन पर्दैन क्रिम रोलै मन पर्छ यो मन पर्दैन यो मन पर्छ ए क्रिम रोल किन भन्छु क्रिम रोल दिनु न त दुईटा तेरो डर्थ्यो होला दुईटा चाहिँ लिइसकेँ अब चाहिँ खाँदै घरतिर जाने के गर्नु यभित्र चाहिँ फेरि राति आयो निस्के चाहिँ फेरि होइन यति सामान मात्र हुन्छ अरे यति सामान मात्र हुन्छ क्रिम यता फेरि फ्यास दुलै देखिरहेको हेर्न सक्नुहुन्छ गाइज यसको दुलो थम्बनेल राख्नु यो फेरि मेरो फोटो खिच्छ न थम्बनेल राख्नु के थम्बनेल राख्नु हुन्छ तेरो खिच्नु फोटो अब तिमीलाई मन छ भने तिम्रो खिचिदिन्छु न त ल खिच्नु तिमी यसो हाल यसो गर अरे कहना क्या चाहते हो भाइ आफै हो के बन्दैछ घरसर बनाउनु आँट्यो कि पहिला अप्ठ्यारो लाग्छ एडिट गर्न चबाउनै मन छैन क्या मलाई धेरै खाइसक्यो आज गाइस खाना पनि आज टन्नै खाएँ मैले सबै सबै त्यस्तोहरू क्या गर्नु लास्टमा दुई प्लेट मोमो एकै खाएछ हाले चोरले अघि घान्डी woman दुईजना चाहिँ मल्छी लागिरहेको आजको दिनमा चाहिँ होइन आँप चाहिँ फुलिरहेको होइन चैतको महिना नै हो चैतको महिनामा यस्तो आँप फलिरहेको छ फुलबारीको बुझ्न आयो भनेर कन्टेन्ट बनायो आँप सब फल्यो होइन हाम्रो फुलबारी हो धर्मेश्वर हस्पिटल हामी दुईजना हामी अनि यस्तो भिडियो हाल्नु मलाई है त्यस्तै त्यो पुरानो बुट राख्ने अनि फेरि नयाँ बुट ट्रान्सफर्म के जति ए के भन्छ त्यसलाई ट्रान्सफर्मेसन ले ट्रान्सफर्मेसन नै भन्छ क्या राज ए राज राज मोबाइल हेर्ने हो पढ्नु पर्दैन तिमीलाई सम्झिँदै कलेज गएको तिमी भर्खरै छुट्टी भयो सबको देखाइदेऊ ओ तिमीहरूको भर्खर छुट्टी भयो
हाम्रो क्लासको को गयो बेरे कहाँ पुग्यो कहाँ पुग्यो भनेको सुन हजुर फेरि स्टाइल हामीले भेटिनौँ त राज केन फुलले हो यो कलेज गएर हामी कञ्चनपुर यो पनि कञ्चनपुरै पुग्यो हो नि हामी यसको बुट किनेर आएको यसको बुट किनेर आएको हे ई बुक हामी जाने फुलबारीको बाटो हो सन्धिपछि केटी भेटेर आएको फुलबारी चाहिँ यस्तो छ होइन हाम्रो फुलबारी अब चाहिँ फेरि धेरै पर्छ यहाँ पनि फेरि अब गाई सन्धिहरू कस्तो भेट्दै भेटिनौँ है हामीले पानी यस्तो राम्रो पर्छ हामी एउटै म्याजिकमा पर्यो गाई छैन अब चाहिँ हामी फुलबारी कटेर अब घरतिर जान्छौँ मिर्छ लिन त नि लि गाई छैन एकदम आज चाहिँ पेट भरिएर यस्तो भइरहेको नि फलेको हेर्नु सक्नुहुन्छ गाइज जान फेरि मेरो मलको चाहिँ घरिघरि होइन बसमा के हुन्छ गाइज होइन भिडियो नि बन्दैन त्यही भएर बसमा कस्तो धेरै आधी मेरोबाट बनाएँ भिडियो आधी यसकोबाट बनाएको छु 2 प्लेट एक्लै चिरियो 2 प्लेट फेरि यसको मतलब के बुझ्नु थाहा सर ए सर अरे कहना क्या चाहते हो गाइजहरू के सर 2टा प्लेट आफै चिरियो भने क्या मैले खाइनँ त्यो अरू फुलबारीदेखि चाहिँ अब हाम्रो गाउँमा आउनु आँटिसकेको छ अनि चाहिँ सरहरूको घर चाहिँ कता हो सर ए होइन यस्तो के सरहरू फल गरिदिनु सर लाइक सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला गाइज होइन अनि सेयर सक्दो सेयर गर्नु होला किनकि म भ्लगर बन्न चाहन्छु किनकि मेरो नाम आयुष राई के थाहा पाउनु भयो गाइज किनकि मेरो युट्युब च्यानलमा छ नाम राई भाइ ब्लग अब म केही चेन्ज गर्नु आँटेको छु गाइज मेरो युट्युब च्यानलको नेम अनि टिकटकमा पनि मैले अब नयाँ एकाउन्ट खोलेको छु त्यसमा भिडियो हालेको छु म त्यसमा चाहिँ एउटा अहिले पनि एउटा एउटा पनि भिडियो हालेँ होइन मैले अहिले भएर के बोल्नु थाहा छ कस्तो बोल्नु थाहा छ म यहाँ किन आएको आज म यहाँ आएको यस्तो भन्छ नि एउटा केटा जात गाइज अहिले चाहिँ अब गाउँ छिरेपछि गाइज छैन हामी चाहिँ गाउँ छिरेर अब हामी यता बाटो आधी बाटोतिर आइसक्यौँ यो चाहिँ मेरो सब्सक्राइबर हो हाई गरिदिए लाइक सब्सक्राइब गरिदिनु मन लाइक सब्सक्राइब गरिदिनु गाइज अनि चाहिँ होइन यो स्कुलबाट भर्खर आउँदो रहेछ हामीलाई उहाँ धर्मचर हस्पिटलमा भेटेको हाम्रो 2जना यो 3 बाटो छ 1 सब्स्क्राइबरलाई 2 तपाईँ हो नि 3 हजुर तपाईँ सोध्नु हजुर चिन्छ सब्स्क्राइबरलाई कसैले यो चाहिँ फेरि आफ्नै गाउँको भाइ क्या त्यही भएर म किन अलिकति यसले चाहिँ गर्नुपर्छ मलाई रेस्पेक्ट रेस्पुच भन्नु अनि फेरि किम्बु फरिरहेको छ गाइज एकदमसँग किम्बु खाँदैछ होइन भाइ हामी चाहिँ आइसक्यो बेड चाहिँ एकदम दुखिरहेको छ फर्सिरहेको फर्सी गाउँतिर कि होइन यो बुटलाई कति भन्ने थाहा 2000 कति भन्ने थाहा मेरो फलोवर 1200 भन्ने 1200 त्यसरी 2जना अन्त कालेर हेर्नु किन भन्ने त्यसपछि अब हामी छुट्टिनु यता हिँडेकोमा ए ल सोले भाइ मेरो सब्सक्राइबर भाइ 2 जना चाहिँ बसिरहेको छ त्यहाँ यसको घर चाहिँ आइसक्यो अब मलाई अल्छी लागिसक्यो गाइज होइन अब आजको लागि यति नै ल बाई बाई टाटा